स्वागत छ मेरो फेरि एउटा नयाँ भिडियोमा। गाइज धेरै दिन भयो मैले लङ भिडियो हालेको थिएन, मैले सर्ट भिडियो मात्रै हालेको थिएँ। मैले अहिले लङ भिडियो हालेछु त यो भिडियो धेरै लामो त हुँदैन तर ठिक्कको हुन्छ। मैले यो भिडियोमा देखाउन हजुरलाई यो यसको नाम के हो गाइज कमेन्टमा गर्नु होला। यो चाहिँ के हो, यसले के काम गर्छ गाइज। यो चाहिँ यो हातमा लाउँछ नै यहाँसम्म, यो थाहा छैन मलाई। अनि मैले बजारमा देखेको थिएँ र मैले यसलाई पर्चेस गरेछु। यो मलाई 120 रुपियाँको पऱ्यो। यसको प्याकेजिङ हेर्दाखेरि प्राइस ठिकठाकै यो राम्रै हो गाइज। अनि यसको नाम चाहिँ आइस ब्लास्टिङ हो, यहाँ हेर्न सक्नुहुन्छ हजुरले गाइज। अब मैले यसलाई ढिलो नगरिकन मैले यसलाई अब खोल्दैछु। हेर्दा नरम नरम छ, सफ्ट यो दुईवटा हुन्छ है, एकदम किन्छ यो वाला। यो चाहिँ बुढियामा बस गाइज। अब मैले यसलाई अब लाएर देखाउँछु हजुरलाई। एकैछिन बस्नु, मैले हजुरलाई यो लाएर देखाउँछु गाइज। अब म यसलाई लाउनेछु हजुरको अगाडि। मुझे मैले लगाएपछि हल्का भित्र जान्छ गाइस। त्यसमा मैले देखाउँछु हजुरलाई गाइस। मैले लगाइसकेको छु, यहाँ हेर्न सक्नुहुन्छ गाइस। यसलाई मैले मजाले लगाइसकेको छु गाइस। अब मैले भन्छु हजुरलाई यो किन्न चाहिँ राम्रो हुन्छ कि नै गाइस। यो चाहिँ खास बाहिर हिँड्दाखेरि लगाउनु पर्छ, किनकि हात कालो नहोस् भनेर यो लगाइन्छ। किनकि यसले घामलाई उस गर्छ कि गाइज, यसले घामलाई एब्जर्ब गरिदिन्छ र यो गाइज भित्र घामको त तातो जान्न के, जसले गर्दा हामीलाई भित्र चिसो फिल हुन्छ क्या गाइज। यो अलि लाउँदा नि मलाई चिसो भइरहेको क्या। यहाँ लेखेको थियो गाइज आइस भन्ने हैछ जो यो चिसो हुने छ भित्र, जो कि मलाई आनन्द भइरह। हलुको पनि हुन्छ एकदम। यो हरू चाहिँ बजारमा किन्न सक्नुहुन्छ, मैले बजारमा किनेको र यो मलाई 120 रुपियाँमा परेको गाइज। हरूले नि यो किन्न सक्नुहुन्छ ल गाइज। मैले हरूलाई यही किन्दै थिएँ र मैले यो देखाउनको लागि हरूलाई भिडियो गराएको थिएँ। यो भिडियोका धेरै लामो भएन गाइज, टेन्सन नगर्नु होला। भोलि हो गाइज रक्षाबन्धन, मतलब जनै पूर्णिमा। इन्डियामा यसलाई रक्षाबन्धन भनिन्छ र नेपालमा चाहिँ यसलाई जनै पूर्णिमा भनिन्छ। र गाइज भोलि जनै पूर्णिमा रक्षाबन्धन। अब अरूले जे बुझ्न भोलि चाहिँ त्यही हो। भोलि बिहानै उठेर मैले भिडियो गराउनेछु। भोलि रक्षाबन्धन जनै पूर्णिमा। मैले भोलि बिहानै उठेर फेरि एउटा नयाँ भ्लग गराउनेछु र गाइज। मेरो सब्सक्राइब चाहिँ गाइज मेरो अहिले 97 पुगेको छ मेरो गाइज। छिटोहरूले 100 सब्सक्राइबर पुरा गरिदिनु होला, पुग्नै लाग्छ गाइज। हजुरले थाहा मैले 1 सब्सक्राइबर होइन एक हप्ता नहुँदै मैले 50 सब्सक्राइबर कम्प्लिट गरेको थिएँ कि गाइज। अहिले मैले बिचमा भिडियो हाल्न छोड्दै थिएँ किनकि मेरो भ्युजै आएको थिएन कि। अनि मलाई अब लाग्यो त भिडियो हाल्न पर्छ, त्यसरी सुरुमा भ्युज आउँछ त्यसपछि आउनु छोड्छ गाइज। हाल्दै गएपछि आउन सक्छ गाइज भनेर मैले फेरि भिडियो हाल्न सुरु गरेको छु। डेली भिडियो हाल्छु गाइज।
अब हजुरले गरी मेरो भिडियो हेर्न सक्नुहुन्छ। लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला। ल गाइज म हजुरलाई